जोस पायो त्यहीसँग बस्नुभन्दा एक्लै बस्नु ठिक, एक्लै बस्नु महँगो तिर्ने, एक्लै बस्ने, चिलमा बस्ने हैन। त्यही हो गाइज हैन। म चाहिँ अब रुम डेकोरेसन गर्छु, तपाईहरुलाई डेकोरेसन भइसकेपछि पनि म देखाउनेवाला छु मैले कसरी डेकोरेसन गर्छु, के मिलाउँछु भनेर। आज धेरै डेकोरेसन त हुँदैन किनकि आज धेरै सामान किन्नु पनि छ। आज एकै दिन भ्याउँदैन, यो हप्ताभरि कहाँ सामान किन्न यताउता नै खर्च हुनेछ। ओके नन्देम じゃあこれからサウド君池袋までお届けなので、みんなもなんかね引っ越しとかあったら僕に言ってください。お願いします。Hello everyone, welcome back to another video. आज चाहिँ म रुम सरिरहेको छु, सब सामानहरु लोड भइरहेछ। बिहानै 6 बजे है। यहाँ चाहिँ सामान प्याक हुँदैछ अनि मान्छे आइसक्यो। त्यही भएर प्याक हुँदैछ। सो अब तपाईहरुलाई पनि चाहिन्छ भने चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ हैन यो गाडीमा। जस तपाईहरुलाई भनिदिन सक्छु यसले चाहिँ सस्तोमा लगिदिन्छ के। अनि त्यही भएर चाहिँ अब म चाहिँ जस आज किन सेन्डोमा छु भन्दाखेरि अब सामान अति धेरै थियो, लोड गर्नुपर्छ नि त। अनि त्यही भएर गर्मी फिल भइरहेछ। त्यही भएर सामान लोड गरेर भर्खर सकियो। हिजो रातिबाट सामान प्याक गर्दा त बल्ल सक्यो। अब चाहिँ जस मान्छे पनि आइसक्यो। अब मेरो सामान पनि यहाँ प्याक भइसक्यो हैन। त्यो सबै साइकल पनि छ क्या, राम्रोसँग बान्दिसक्नु भएको छ हाम्रो दाइले चाहिँ। उहाँ एकदम यासासी हुनुहुन्छ एकदमै। त्यही भएर चाहिँ म पछि तपाईलाई भन्न सक्छु उहाँको बारेमा डिटेल चाहिन्छ भने, सस्तोमा रुम सार्न पर्छ भने उहाँ दाइले चाहिँ सार्दिनुहुन्छ हैन। त्यही हो। अब ढिलो नगरिकन हामी चाहिँ जान्छौँ हैन। यो योकोहामाबाट चाहिँ इकेबुकुरो हो, तोसिमा सिटी। अनि इकेबुकुरोको टक्क जस्ट अपोजिट साइडमा हो। अब जाउँ हैन। त्यसपछि त्यहाँ आज राति काम पनि छ। अनि आज पनि रुम नसारी नहुने पनि थियो क्या, किनकि भोलि फेरि मङ्गलबार भइहाल्छ। मङ्गलबार चाहिँ अलि राम्रो, मलाई चाहिँ मङ्गलबार त्यस्तो धेरै फाप्दैन नि त। त्यो फाप्ने नफाप्ने भएकोले मैले आजै कसरी हुन्छ आजै रुम नसरी नहुने भयो भन्ने योजना बनाएर चाहिँ एक हप्ता अगाडिबाटै प्लानिङ आफ्नो सबै कुराहरू गरिसकेँ। आज चाहिँ त्यही रुम सार्न बाँकी थियो। रुम पनि अब जे होस् सारिन्छ। आज दिनभरिको काम छ, राति काममा जानु छ फेरि नाइट हैन। त्यही भएर गाह्रो चाहिँ हुन्छ, तर पनि नगरी नहुने हो क्या। मिन्ना नि नानीका युद्ध देख्दा है なんか言うはい、何でもじゃあこれからサウド君池袋までお届けなので、みんなもなんかね引っ越しとかあったら僕に言ってください。お願いします。ありがとうございます。さっきも言った、ネパール語で言った。リクエストしたいんだったら私に連絡してください。私が手伝います。オッケー。ल अब चाहिँ हामी चाहिँ जान्छौँ। चाहिँ निस्क्यौँ टपको गाडीमा। अब हामी चाहिँ अब माथि टपमा जाँदैछौँ। यहाँबाट अलिक सर्टकट पर्छ नि त। त्यो भएर हामी चाहिँ अब जाँदैछौँ ट्राभलमा। म चाहिँ सेन्डोमै छु। काम गर्नु छ नि त, अझै धेरै सामान सार्नु छ। अनि पछि पनि झ्याउ हुन्छ भनेर ज्याकेट यहाँ राखेर बसिरहेको छु। पानी पर्न सक्छ, मेरो रेनकोट सब तयारी गरिरहेको छु होइन। अनि सो अब यो ठाउँ चाहिँ अब धेरै मिस गरिने भयो होइन। 2 वर्ष बसेको, 2 वर्ष कटाइयो चाहिँ साथीभाइ, आफ्नो टिचर सबसँग रमाइलो भयो। यो ठाउँमा अब आफ्नै घर जस्तो भइसकेको थियो नि त। अब फेरि नयाँ ठाउँ जाने, फेरि जसरी नयाँ सुरुवात गर्नुपर्ने भयो होइन। पुरै नयाँ छ नि त हाम्रो लागि त। अनि फेरि त्यहाँ गएर पनि फेरि सुरुवात गर्नुपर्ने छ। 2 वर्ष अझै होइन। त्यसपछि कहाँ सरिन्छ होइन, वर्किङ कहाँ गरिन्छ त्यो चाहिँ अब थाहा छैन। अब पुरै हाइवेमा आयो है। हाइवेमा यहाँ चाहिँ राम्रो भ्यू रहेछ यहाँ है। तल माथि गाडी चलिरहेछ है। अब हामी पनि टपमा जाँदैछौँ पल्टनको लाउरे। कस्तो दामी है यहाँको भ्यू, दामी। कहाँ पुग्छौँ हामी चाहिँ थाहा छैन। बोर्ड पास पनि भयो है। बोर्ड पासमा चाहिँ हाम्रो काकाले पैसा दिनुपर्छ, किनकि हाइवे चढेको पैसा लाग्दो रहेछ 310 होइन। पैसा दिने पनि हामीले अब हामी निस्किन्छौँ होइन। फेरि अर्को ठाउँमा दिनुपर्छ होला थाहा छैन, किनकि हाइवे चढेको पैसा अब उठाउनुपर्छ। ठिक छ होइन, विकासमा लगाउनु पर्छ जस्तो लाग्छ मलाई। यो चाहिँ जे होस् यत्रो विकास गरेपछि विकासमा लगाइरहेको छ जे होस् राम्रो छ। हाम्रो नेपालमा चाहिँ नेताहरूले लगाउँदैनन्, त्यही भएर अलिक गाह्रो छ। यहाँ चाहिँ पैसा उठाएको जनताको पैसा जनतामै लगाउँछ, त्यही भएर त्यो चाहिँ राम्रो कुरा हो। यस्तो दामी भ्यू छ कि हामी कति माथि छौँ मलाई पनि थाहा छैन कि। हेर्दाखेरि हामी जमिनमै छौँ जस्तो लाग्छ नि, तर हामी धेरै माथि छौँ कि, धेरै माथि छौँ थाहा नै छैन मलाई। फेरि यहाँ पनि गाउँ छ, फेरि अचम्मै छ क्या फेरि जापानमा है। त्यही हो होइन। अब यसरी पैसा उठाएपछि, जनताबाट पैसा उठाएपछि जनताको पैसा जनतामै नै यसरी विकासमा लगाइदियो भने चाहिँ जे होस्
सिबुया सिन्जुकूको नजिक पुगिसकेका छौँ होइन। अब त्यहाँबाट भ्यू चाहिँ बिल्डिङ देखेको भनेको सिन्जुकूको बिल्डिङहरू हो। हामी लास खगाइला आयो यो गाडीमा हेर त्यहाँ टायर सायर दुखेर खल्लाक खुल्लुक भइसक्यो। केही छैन, यतिको त मेहनत गर्नु पर्यो। आज चाहिँ मौसम पनि जोस राम्रो छ एकदमै, क्लाइमेट पनि बवाल। अनि त्यसै गरी आजको काम पनि राम्रै भयो, सफलतापूर्वक नै भयो। त्यो सबै कुरा रमाइलो पनि लागिरहेको छ, मान्छे पनि रमाइलो छ पनि। जोस् राम्रो छ जोस्। त्यही हो, हामी चाहिँ अब सिन्जुकू पुग्न लागिसक्यौँ। एकछिनमा हामी अब पुग्छौँ हाम्रो एरियामा चाहिँ। त्यसपछि सामान सार्नु छ, मिलाउनु छ। आज धेरै टेन्सन छ क्या, आज लास्ट फाइनली पुग्यो घरमा। सामान सारिदिँदै हुनुहुन्छ आर्य त गोजाइमास। यति सामान त सारियो, अझै सामान छ यार तल। सामान छ अझै सार्नुपर्ने छ। सहयोग गरिदिनु भएको छ, धेरै धेरै धन्यवाद। सामान फेरि बाँकी छ, म त थाकिसकेँ। फेरि सामान लिन जानु पऱ्यो। साइकल मेरो त्यहाँ छ है, अब चाहिँ थोरै छ। ओके, अब चाहिँ लगभग सबै गरेर सक्यो। अब डम्बल बाँकी छ, साइकल लिनु पऱ्यो। चाहिँ यो बाँकी छ, यो भनेको त मेरो मेन हो। त्यही भएर चाहिँ अब लास्ट यही बाँकी छ, यो लिएर जानु पऱ्यो। अनि अरू चाहिँ लगभग सामान सारियो। उहाँले चाहिँ मेरो सामान सारिदिनु, उहाँलाई धेरै धेरै धन्यवाद। आर्य त गोजाइमास। उहाँको चाहिँ यो रुमसुम सार्नु पऱ्यो भने एकदमै राम्रो मान्छे, राम्रो रेटमा मिलाएर उहाँले यहाँसम्म छोडिदिनु भयो। उहाँलाई धेरै धेरै धन्यवाद। गाडी चाहिँ उहाँको यही हो होइन। मेरो साइकल चाहिँ पार्किङ यहीँ हुन्छ, यतै पार्किङ गर्छु किनभने मेरो साइकल भनेको मेन हो। अब चाहिँ यति लिन बाँकी छ, माथि टपमा हो यार, त्यही भएर अलिक गाह्रो भयो। केही छैन, अब आजबाट अब सामान मिलाउँछु, नुहाइधुवाइ गर्छु, त्यसपछि चिटिक्क लगाएर बस्छु, सुत्छु। अलिकति काममा जान्छु नि त राति, त्यो अलिक सब्जी गर्नु, कोठासोठा सफा गर्नु पऱ्यो छिटो गरेर। अनि त्यसपछि अब निस्किनुपर्छ, म पनि यही काम छ। सामान सारेर सक्यो, मेरो सामान चाहिँ यति नै हो होइन। अब यसलाई सब मिलाउनु पर्ने छ। आज चाहिँ मेरो फाट्छ जस्तो छ केटा हो, त्यही भएर अब के गर्ने होला। मेरो टोल चाहिँ यही हो, काम गरिरहने केटाहरू काम गर, केटा हो काम गर। पावरवाला चस्मा लगाएर काम गरेपछि पावरवाला चस्माले क्लियर देखेपछि काम धेरै जस्तो फिल हुन्छ, काम गर्न मन लाग्दैन। त्यही भएर मैले, मेरो आँखा कमजोर छ, त्यही भएर मैले यस्तो चस्मा लगाएपछि अन्धोको जसरी काम गर्छु, कति काम गर्छु, के काम गर्छु, काम सकिएको थाहै हुन्न नि त। त्यही भएर मैले यो चस्मा लगाइरहेको छु खाइकन। अब चाहिँ म कोठा सफा गर्न जाँदैछु होइन, कोठा सफा गर्छु, पुरै आज पुज्छु होइन। अहिले काम अब हातले यस्तो गर्ने, आज कुनै सामान छैन, के गर्नु है। अब चाहिँ रुम सफा गरेर सक्यो। अब बेडसिट लगाउनु पऱ्यो। आज बेडसिट त छैन अब होइन, बेडसिट किन्नुपर्छ बिस्तारै। अब चाहिँ आज अलि दसनाहरू बिछाउनु पऱ्यो, म्यानेज गर्नु पऱ्यो। अब
बिस्तारै अब के किन्नु छ कति किन्नु छ म त मर्छु होला डिप्रेस भएर यो कुरा है अब चाहिँ बेड लाउँछु फाइनल्ली है बेड लाउनु सुरु गर्छु त्यस्तै हो फर्स्टमा चाहिँ नेपालको झन्डा लाउनु पर्यो मेरो मन त मेरो नेपाली हो जस्तै नेपालको झन्डा त लाउनु पर्यो यस्तै लगाएर हिँड्नु पर्यो अब यस्तै लगाएर हिँड्नु पर्यो होइन नेपालको झन्डा चाहिँ म लाउँछु फर्स्टमा चाहिँ बाँकी कुरा गर्दै गरौँला होइन त्यही त हो नेपालको झन्डा लगाइयो है त्यहाँ टक्क दामी देख्यो नि त होइन यो मन त मेरो नेपाली हो देख्न सक्नुहुन्छ मेरो रुम डेकोरेसन हुँदैछ तपाईहरुलाई म डेकोरेसन भइसकेपछि पनि देखाउँछु हैन अहिले जे होस् डेट सेट मिलाइरहेको छु सब कुरा मिलाउनु छ आज चाहिँ मोबाइलसँग मिलाउनु छ त्यसपछि मेरो रुम आफ्नै हुन्छ त्यसपछि के गर्छु मैले रुममा थाहा छैन जे होस् आफ्नै प्राइभेट रुम भएपछि छुट्टै मजा आउँछ हैन ६५,००० पर्यो भने पनि मलाई त्यस्तो रिग्रेट केही पनि छैन बसिरहेको छु एक्लै चिलमा राम्रो फिल भइरहेछ जे काम पनि गर्न पाइरहेछु हैन त्यही हो गाइज म भन्छु जोस पायो त्यहीसँग बस्नु भन्दा एक्लै बस्नु ठिक एक्लै बस्नु महँगो तिर्ने एक्लै बस्ने चिलमा बस्ने हैन त्यही हो गाइज हैन म चाहिँ अब रुम डेकोरेसन गर्छु तपाईहरुले डेकोरेसन भइसकेपछि पनि म देखाउनेवाला छु मैले कसरी डेकोरेसन गर्छु के मिलाउँछु भनेर आज धेरै डेकोरेसन त हुँदैन किनकि आज धेरै सामान किन्नु पनि छ आज एकै दिन भ्याउँदैन यो हप्ताभरि कहाँ सामान किन्न यताउता नै खर्च हुनेछ कति सामान किन्नु छ लिस्ट बनायो भने चाहिँ एक बुक भरिन्छ जस्तो लाग्छ मलाई किनकि हामीले त होस्टेलमा त केही किनिन्न नि त त्यस्तो कुराहरू त्यही भएर चाहिँ मैले अब धेरै कुराहरू किन्नु छ अब रुम भएपछि त रुममा त धेरै कुराहरू चाहिन्छ नि त बेडहरू चाहियो हैन सिएमहरू सिरोडसमा आएको छँदैछ अनि त्यसपछि अब पर्दाहरू चाहियो नि त पर्दाहरू चाहियो अनि त्यसपछि मेसिनहरू चाहियो कुकरहरू चाहियो के चाहियो कसो चाहियो के चाहियो यो चाहियो त्यो चाहियो त्यो पनि चाहियो अरूभन्दा त्यो पनि चाहियो धेरै चाहिन्छ त्यही भएर म भनेर साध्य पनि छैन मेरो औँला हात खुट्टाको औँला गनेर पनि पुग्दैन हैन मलाई के सामान चाहिन्छ भन्ने कुरो त्यही भएर अब गर्दै जाउँ कतिसम्म सेटअप हुन्छ म देखाउँछु कति लास्टै रुम सर्नु भनेको यस्तो गाह्रो कुरा रहेछ हैन
म अब कसरी भन्नु, रुम सर्नेलाई मात्र थाहा हुन्छ यो पीडा, त्यही भएर यो पीडा मलाई मात्र थाहा छ। म जस्तै कोही रुम सर्दै हुनुहुन्छ अरू सर्नु भएको थियो भने त्यो पीडा उहाँलाई थाहा होला, अरूले हेर्ने मान्छेलाई थाहा हुँदैन। त्यही भएर चाहिँ रुम सर्न धेरै गाह्रो छ, सजिलो छैन। त्यही पनि अब गर्नु पर्यो, आफ्नो लागि गर्नु पर्यो गाइस। त्यही हो, गर्नुपर्छ। जिन्दगीमा गर्नु धेरै छ, गर्नुपर्छ, हार मान्नु हुँदैन। जस्तो अवस्था छ त्यस्तै अवस्थामा गुज्रेर अगाडि बढ्न सिक्नुपर्छ, पाइला चाल्न सिक्नुपर्छ, पाइला पछाडि हट्न होइन, पाइला अगाडि बढाउन सिक्नुपर्छ। सो गाइज म रुम डेकोरेसन गर्छु, ढिलो नगरिकन। म धेरै गफाडी भइसकेको छ आजभोलि, जापान आएर, त्यही भएर म अब गफ धेरै हान्दिनँ, आफ्नो कामतिर लाग्छु। सो म अब स्यान्डोमै आएको थिएँ रुमबाट पनि, अब पनि होस्टेल छोडेर म स्यान्डोमै आएको थिएँ। अहिले पनि स्यान्डोमै गर्छु, काम सब सकेर नुहाइँदै नगरिन्जेलसम्म म स्यान्डोमै बस्छु। गर्मी हुन्छ, लुगा फोहोर हुन्छ, त्यही भएर स्यान्डो धुन सजिलो छ होइन। ल गाइज, हेत्तेरी काम गर्दा गर्दा लास्ट थगेला यार। काम सकिएको छैन अझै, भर्खर 50% जति भ्यायो होइन। अझै लथालिङ्ग छ, त्यहाँ सब लथालिङ्ग छ है। यहाँ भिडियो बनाउने लथालिङ्ग छ अझै भर्खर। यो डेकोरेसन भयो, सामानहरू अलिअलि सेटअप गरियो है, त्यहाँ मिलाइयो अलिअलि। मेरो गोप्रो सोप्रो सब त्यहाँ छ दामी, अनि यहाँ भयो यसरी मिलाइयो चाहिँ भर्खर। अझै बाँकी छ नि यता यार। यहाँ पनि लगभग सब कुराहरू सेटअप भयो। मेरो जुत्ता चाहिँ सबभन्दा धेरै छ क्या, गोमी फोहोर चाहिँ त्यति निस्किएको छ। अनि मेरो डम्बल अझै सेटअप गर्न धेरै बाँकी छ मेरो यार होइन। अनि सामान लथालिङ्ग छ, कसरी कहाँबाट सुरु गरौँ थाहा छैन। यस्तो छ हालत कोठाको है, कोठाको हालत बेबारिसे जस्तो छ। अब के गर्नु त, बेबारिसे भए पनि अब होइन, जताततै छरिएर राखेको छ। अब हेरौँ, म अब फेरि गर्दैछु। अझ मिलाउन त यति बाँकी छ, यो सब लुगा कहाँ राख्नु, के गर्नु है, लास्टै झन्झट छ। ठिक छ, त्यही पनि केही छैन। अझ 2 घन्टा छ, 2 घन्टासम्म म यस्तो सामान मिलाउँछु। कति काम गरेर कति मिलाउने यार, मिलाउँदा सकिँदैन है। बल्ल बल्ल मिलाइयो अलिअलि, अझ पनि बाँकी नै छ नि। यो यहीँ छ, यो यहीँ छ, त्यहाँ लथालिङ्ग छ है। अनि भर्खर लुगाहरू मिलायो, राम्रोसँग चिटिक्क राख्यो, ब्यागहरू मिलायो, आफ्नो बेडहरू मिलायो, अनि मेरो सामानहरू मिलाइयो, अनि यो पनि टक्क अलिअलि मिलाइयो। अझै कति काम बाँकी छ, यत्रो फोहोर छ, यो सब मिलाउनु छ है। त्यही हो, म अब एकछिन अब नुहाइधुवाइ गर्नु पऱ्यो। अब आजलाई यति नै, बाँकी भोलि बिस्तारै मिलाउँछु। सामान किन्नै पऱ्यो, कम झमेला छ मलाई यार। काम अलिअलि सक्यो, अब धेरै त गर्नै सकिएन। अब बाँकी कामहरू अझै कति धेरै छ, त्यही भएर अब बाँकी कामहरू बिस्तारै गर्दै जान्छौँ। भोलि पर्सि अलिअलि गर्दै गरेर अब कोठालाई फेरि चिटिक्क बनाउनु पर्ने छ। त्यही हो गाइज होइन। रुम चाहिँ अब जे होस् सकेसम्म आफ्नो मनपर्ने मान्छेसँग बस्नु होला। यदि आफ्नो मनपर्ने मान्छे, आफ्नो मन मिल्ने मान्छे छैन भनेपछि एक्लै बस्नु होला भन्छु। मेरो सजेसन चाहिँ, मैले बुझेको कुराहरू सबैले बुझ्नु चाहिँ सबैले बुझ्नु भएको हुन्छ नि त, सबैले बुझ्या होला बुझ्न चाहिँ। तर पनि मेरो विचारमा पनि त्यही नै ठिक लाग्छ मलाई। आफ्नो फिलिङ्स बुझ्ने अब जे होस् त्यस्तो मान्छे छ भने चाहिँ ठिक छ, नभएपछि एक्लै ठिक हुन्छ। अलिकति महँगो भए पनि मतलब हुँदैन। सो त्यही गाइज, थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। आजलाई चाहिँ यति नै। फाइनली नयाँ रुममा आइसक्यो, अब केही न केही नयाँ कुरा गर्नु बाँकी छ। त्यही भएर गाइज थ्याङ्क यू सो मच।